हेलो नमस्कार यहाँ सबैजनामा। आज म यो पृथ्वीमा अवस्थित सुन्दर अनि चिटिक्कै परेको हाम्रो देश नेपालको 4 नम्बर प्रदेश गण्डकी अन्तर्गत मेघली जिल्ला रामगुङ्गा गाउँपालिका 4 दगनाम गाउँको 100 वर्ष पुरानो प्रकृति पूजा अनि लिङ्ग जुटाउने अनौठो संस्कृति सम्बन्धी केही जानकारी यही भिडियो मार्फत दिँदैछु। समुद्री सतहदेखि 1826 मिटरको उचाइमा अवस्थित दगनाम गाउँ मेघलीको सदरमुकामदेखि 16 किलोमिटर उत्तरमा पर्दछ। मेघली सदरमुकाम बेनी बजारदेखि गलेश्वर पिब्ले मोहफाट हुँदै जीपमा 1 घण्टाको यात्रामा दगनाम गाउँ पुग्न सकिन्छ। करिब 6देखि 700 जनसङ्ख्या रहेको यस गाउँमा कान्छी गाउँ, माझी गाउँ, गैरी गाउँ र डाँडा गाउँ भनेर स्थानीयहरूले पहिचान गर्ने गर्दछ। साबिकको वडा नम्बर 1, 2 र 3 लाई कान्छी गाउँ र 4, 5 र 6 लाई जेठी गाउँ भन्ने गर्छन्। सामान्यतया यहाँका मान्छेहरू कृषिमा आफ्नो जीविकापार्जन गर्ने गर्दछन्। यहाँका प्रमुख अन्नबालीहरू धान, कोदो, मकै, जौ, गहुँ, औवा, अदुवा, बेसार, आलु आदि हुन् भने केरा, सुन्तला, कागती, टिमुर, बेलौटी, नास्पाती जस्ता फलफुल तथा आयुर्वेदिक औषधिका बोट बिरुवाहरू सजिलै पाइने ठाउँ हुन्। यहाँ अधिकांशका घर गोठहरूमा गाई, भैँसी, भेडा, बाख्रा, कुखुरा, हाँस, कुकुर, बिरालोहरू पालन गरेको पाइन्छ। करिब 80देखि 85% मगरहरूको बसोबास रहेको यस ठाउँमा विश्वकर्मा नेपाली दर्जी समुदायका पनि बसोबास रहेको छ। मगरहरूमा गर्बुजा, पुन, टिलिजा, पाइजा, पुर्जा, रोका, फगामी, शेरपुन्जा आदि थरका रहेका छन्, जसमध्ये ज्येष्ठ भूमिनी पुज्नको लागि गर्बुजा थरका पुजारी पारे बस्ने चलन छ भने अन्य ठाउँमा सबै थरका पुजारी पारे बस्ने सक्ने चलन छ। ज्येष्ठ भूमि पूजाको लागि प्रत्येक ओडादेखि 1 जना गर्बुजा थरको पुजारी पारे चयन गरिने गर्छन्। गर्बुजा थर मात्र पुजारी पारे स्वत चयन हुँदैन। त्यसमा पनि प्रचलित भाषामा अँधेरो घर, जुठो परेको खल्ल छुट्याइने गरिन्छ। जस्तै एक घरधुरीभित्र वा एउटै घरमा बसोबास गर्ने मध्ये को कुनै पनि 1 जना महिला श्रीमती बिजुकी हुन्छन् वा बच्चा पाउने छिन् भने त्यो घरलाई त्यो सालभरि अँधेरो घर भन्ने चलन रहन्छ। यदि त्यो परिवारले झुक्काएर पारी पुजारी चयन भएको खण्डमा पछि गाउँ समाजलाई थाहा हुँदा गाउँसभा वा कचेरीमा गल्ती स्वीकार्दै माफी माग्दै केही दस्तुर समाजलाई जरिवाना तिर्न पर्ने हुन्छ। यस्तै एउटै गोत्र वा भाइखलोको कुनै पनि 1 जना व्यक्ति खसेको खण्डमा अर्थात् बेटेको खण्डमा 1 सालसम्म त्यो भाइखलोलाई जुठो भन्ने चलन रहेको छ। ती खलकका कुनै पनि व्यक्तिको 1 वर्षसम्म आज पूजा चल्दैन, पुजारी पारे हुन पाइँदैन। जेठ भूमिको रूपमा चिनिने भएकोले दगनामवासीले हरेक वर्षको जेठ महिनाको उजिली मङ्गलबारको दिन पूजा गर्ने चलन रहेको छ। भूमि पूजाको अवसरमा भूमिनीसँगै एकसाथ सिमी भूमि, सिद्ध भूमि, देवी देउराली, भारा र खोला मण्डली देउताको पूजाआजा गर्ने गरिन्छ। खास गरी खेतबाली राम्रो होस्, बाढी पहिरो, भुसे जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस्, गाउँवासीमा विभिन्न किसिमका रोग महामारी नफैलियोस् भन्ने कामनासहित भूमि देउताको पूजा गरिन्छ। भूमि देउतालाई भाकल गरी पूजा आज गरेमा जनधनको रक्षा र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। जेठो भूमिलाई भेडाको ठोमाले पुज्ने चलन रहेको छ। पहिलो ठाउँबाट मुभ भएर सेकेन्ड जक्सनमा आएर ठडिसकेको छ।
अब भार्टिकलमा राख्नु पर्ला होला त्यति घाम पर्ने भएर राम्रो नदेखिँदो रहेछ क्या लिङ्गो चाहिँ लामै छ भन्छ सिधा चाहिँ खतरा सिधा देखिया छ भने यो एउटा गाउँको लिङ्गो हो अर्को गाउँको लिङ्गो आउँदैछ दुईजनाको भेट भयो भने जुटाइन्छ कसको लामो भनेर पेटो मम्मीलाई जेठ महिनाको उजुली मङ्गलबार पूजा गर्ने निर्णय भइसकेको छ अर्थात् गाउँसभामा गाउँवासीले मिति तय गरिन्छ। जुन दिन भूमि पूजा पुज्ने मिति तय हुन्छ त्यसको अघिल्लो दिन अर्थात् सोमबारको दिन दुई गाउँका युवाहरू भूमिठानमा चढाउने लिङ्गोको निम्ति गाउँदेखि बेसी हुँदै छिमेकी वडा नम्बर 3 पिब्ली र 2 भगवतीका तर्फ लामो बासको खोजीमा निक्लिन्छन्। त्यो दिन उनीहरूले सम्भव भएसम्म रातको 12 बजेपछि काटेर बोकेर बिहान पख गाउँमा ल्याउने चलन रहेको छ। त्यसपछि बिहानमा भूमिसँगै 5 देउतालाई पुजारीहरूले पूजाआजा गर्दै गर्दा युवाहरूले आफ्नो लिङ्गोलाई सेतो रातो भाजा पटोकाले सिँगारी तयारी गरेर थडाएर राख्ने गर्दछन्। याद रहोस् शादीको 6वटा वडाको 6 जना पुजारी पारे समाजबाट चयन गरिएको हुन्छन् भने जसले पूजा आजा गर्छन् उहाँहरूले व्यक्तिगत पुजारीको रूपमा पारे आफै सेलेक्ट गरेका गर्ने गर्दछन्। जब पुजारी पारेहरूले पूजा आजा सकेपछि 9 मुठी तथा पञ्चे बाजु सजिएको लिङ्ग लिनलाई लिङ्गो ठडाएको ठाउँमा पुगी 9 बाजु पूजा अर्थात् नकराट लगाएर लिङ्गो निकालेर जुडाउन अगाडि बढाइन्छ। 9 बाजा सहित नाचगान अनि मादलको तालसँगै पुर्खौली साइलो भाकासँगै गाउँको सिरानीमा मुल्कडाँडा भन्ने ठाउँमा कान्छी गाउँ र गहिरी गाउँको लिङ्गो जुडाएर रमाइलो गर्ने गर्दछन्। विशेष गरेर कुन गाउँको लिङ्गो अग्लो लामो भनेर जुदाइन्छ। विजेता उपविजेतालाई कुनै पुरस्कार हुँदैन, मात्र भूमिलाई खुसी पार्न र गाउँसँगै उपस्थित पाहुनाहरूलाई मनोरञ्जन दिलाउनको लागि प्रतिस्पर्धा गर्ने गरिन्छ। यो स्क्रिनमा देखिएको लिङ्गो भजनलेजा सहित सजिएको लिङ्गो साबिकको वडा नम्बर 1, 2, 3 कान्छी गाउँको रहेको छ भने साबिकको वडा नम्बर 4 को 4, 5 ठाउँको गहिरी गाउँदेखि गएको लिङ्गो मुल्कडाँडामा आइपुगेको हामी देखिसकेका छौँ।
अब भने हाम्रो यस सालको लिङ्ग जुदाई प्रतिस्पर्धा कार्यक्रम तयारीको अन्तिम चरणमा पुगेको पाउन सक्छौँ। 2 गाउँबाट ल्याइएका यी लिङ्गहरू अहिले मोबाइलको एउटै स्क्रिनमा करिब देख्न सकिन्छ। अब हामी 90% तयारी पुरा गरेको अनुमान लगाउन सक्छौँ। यो स्क्रिनमा हटाइएको लिङ्ग साबिकको वडा नम्बर 4, 5, 6 हो भने यो स्क्रिनको दायाँतर्फ ल्याइँदै गरेको लिङ्ग वडा नम्बर 1, 2, 3 कान्छीगाउँको। दुई गाउँ बिचको लिङ्गमध्ये कसको लामो भनेर मूल्याङ्कन गरिन्छ भने कसको सिधा, कसको ठडिने जस्ता कुराहरूले मूल्याङ्कन गर्ने गरिन्छ। यही लिङ्ग जुदाउने पनि विभिन्न किसिमका टेक्निकहरू अपनाइने गरिन्छ। जस्तै छोटोवाला लिङ्गोले लामोलाई अचकेर कुच्चिन नदिने, जसको कारणले चाहिँ जितेको अरूले देख्न नपाउने भन्ने उहाँ छोटोवालाको टेक्निक रहन्छ भने लामोवालाले उसलाई अचर्न नदिने, ऊदेखि छक्काउने, उसलाई जितेको देखाउने जस्ता विभिन्न टेक्निकहरू अपनाउने गर्दछ। यी लिङ्गहरूलाई टोके काठको टेकासो लगाएर र सम्पूर्ण युवाहरू झरामा बसेर टुप्पा हेरेर ठडाउने र प्रतिस्पर्धामा जुदाउने गर्ने गरिन्छ। जहाँ अहिले लिङ्ग जुदाई भइरहेको छ यो पहिलो जक्सन हो। यो ठाउँलाई मुल्क डाँडा भनिन्छ। फाइनल प्रतिस्पर्धाको लागि फेरि दोस्रो जक्सन जानु। यो ठाउँमा लिङ्ग जुदाई पश्चात दुवै गाउँका छोरछोरी बुद्धिजीवीहरू विभिन्न मौलिक भाषाहरूमा, मौलिक संस्कृतिहरूमा साइनबाट विद्यालय आएर यो ठाउँमा जम्मा भएर सर्वस्व हाम्रो जमिनको ठाउँमा प्रस्थान गर्ने गर्दछन्। नाचगानी हुँदैछ।
प्रकाश घरती मगर नमस्कार दाइ हजुर नमस्कार नमस्कार ए नमस्कार दाइ पहिलो जब मूल कार्यालयमा लिङ्गी गिराएपछि परेश गर्दा गराएपछि अब भने यी दुवैकी दक्षिणा गर्दा बिदाउनको निम्ति भूमि ठान्छु नजस्तै मैले गरिन्छ। अब भने दुवै गाउँको लिङ्गोलाई ठानमा चढाएर पञ्चे बाजा नौमती बाजामा नाचगान अनि भूमिको डाँट खानपिन गर्ने दिनभरि रमाइलो गर्दछ। नाच्नु सक्ने स्टुमिना चाहिँ रहेछ साथीभाइहरूको। किन खुट्टा लिला लिला हुन्छ त दाइ?
अब यो साल त्यस्तै भयो अर्को साल उतिर आउने क्या दिदी सबै ओडाले आफ्नै आफ्नै ओडामा जार बनाएको हो कि के हो कुनी एउटा ओडाको जार चाहिएको किसिम कडा रहेछ यहाँ माथि आएर अब भने हामी करिब आजको दिनको बेलुकी पकाइसकेका छौँ औद्योगिक तथा समस्त अग्रज बुद्धिजीवीहरूले देउता थगनहरूलाई टोपीजीलाई टुक्का दिने मौलिकहरूलाई एक वर्षको लागि देवी देउतालाई फलाउने मन्दिर थानलाई बन्द गर्न गरिन्छ यसबारे लगत्तै स्थानीय युवाहरूले सरी पुजिली पार र मङ्गलबारको दिन फेरि पुजिन्छ ब्याकअप छिटिएर रेकर्डिङ वाला भएन घुमेको पारेर होइन एकजना दुईजना तीनजना चारजना पाँचजना ए तिनवटाबाट पारे भएन होइन खलकमा गर्जा खलकमा एकजना बित्यो भने त्यो खलक चाहिँ पारे बस्नु पाउँदैन अब माझी गाउँमा चाहिँ 3वटामा
हाम्रै खलक मिटर थियो गरे हामीलाई जुठो परेको होइन यो साल चाहिँ 3वटाबाट भूमे ठानमा चाहिँ पारे नभएको जानकारी पाइयो। अब भव्य पूजालाई भव्य बिउलाई ठगनाएर मूल पारेलाई गानाको ट्यालतिर हिँडिसके हाम्रो चलनअनुसार मूल पारेलाई पहिला हिँड्नु पर्ने हुन्छ। त्यसपछि वडा अध्यक्ष त्यसपछि गोपाल ठुलो स्थानीय युवाहरूले बुद्धिजीवी तथा वृद्धहरूलाई सम्मान गर्नको निम्ति एउटा चलन र प्रचलनलाई अगो राख्नको निम्ति काठमा बोकेर कानाकुट्टी हालेर क्लबको ग्राउन्ड अर्थात् खेल मैदानसम्म पुर्याउने चलन छ। मामा शपथ दिनु ल शपथ दिनु शपथ यो हाम्रो चाहिँ अग्रजहरूलाई मान्ने चलन हो। अहिलेदेखिको होइन पहिलेदेखिको चाहिँ बुढापाकालाई बोक्ने अग्रजहरूलाई सम्मान गर्ने चलन हो। अब हाम्रो भूमि भूमिलाई एक सालको लागि हामीले थाहा बनाइयो।
ध्यान लिङ्ग पूजाको ठाउँमा चाहिँ एकछिन टेकिए फेरि बोकेर हिँड्छन्। पारेला हालिसके बिस्तारै है बाटो अप्ठ्यारो छ है। फोटो कति जाने हो क्या बाटो चाहिँ अलिक चिप्लो छ क्या बरु। फाइनल्ली हामी आज भूमिलाई पूजा गरेर नयाँ ढाँचासहितको लिङ्ग चढाएर लास्टमा मात्र रोकेको रहेछ त। अगाडि गएर राख्नेहरूलाई सबै दिने मान्छे छैन क्या होइन। यो ठाउँमा मेला लाग्दैछ होटेल। अब एउटा नबजाउ आल्छिँदैन पछि दुःख भयो। त्यो नबजाउने का पछाडिकोलाई भार हुन्छ क्या त्यही त कर्नल नपुग्यो भने हुन्छ। अब पनि हामी यस वर्षको लिङ्ग जुदाउने पूजाआजा गर्ने दिनको औपचारिक कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। आलु उठे यहाँ राख्ने मान्छे राख्ने यता होला नि लाग्ने।
क्याडो समाजका विकृतिलाई जोगा पुरानो संस्कृतिलाई भन्ने मूल नाराका साथ 2066 सालमा स्थापना भएको एकता युवा क्लब जो विभिन्न कार्यक्रमहरू गर्दै जाँदा आज 2081 सालको भूमि पूजा मेलामा समाहित एवं सञ्चालन गरिरहेका छौँ। भूमि पूजा मेलाको पहिलो दिन हाम्रो कार्यक्रमको रूपरेखा अनुसार हामीले जानकारी गराउँदछौँ र हाम्रो यस भूमि पूजा मेला 2081 लाई सभ्य र भव्य रूपमा सफल पार्नको लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरूप्रति एकता युवा क्लब आभार प्रकट गर्दै हाम्रो कार्यक्रमको रूपरेखा अनुसार हामीले विभिन्न खेलकुद केही जलपान खानपिनसँगै यो वर्षको औपचारिक कार्यक्रम हुने समापन हुनेछ। पहिलो दिनको कार्यक्रम भने अनौपचारिक कार्यक्रम कन्टिन्यू रहनेछ। यसको लगत्तै भोलिपल्ट बुद्धिजीवीहरूको वृद्धवृद्धीहरूको ठुल्ठुलो नृत्य कार्यक्रमको सेड्युल रहनेछ। त्यसका लगत्तै युवा क्लबले आयोजना गरेको विभिन्न खेलहरू भलिबल, बास्केटबल, महिला भलिबल तथा सांस्कृतिक कार्यक्रमहरू क्रमशः सुचारू हुनेछन्। यसै गरी एक वसन्तको सम्पूर्ण भव्य पूजाको खेलहरू समापन हुनेछन्। यहाँसम्म मेरो भिडियो हेरेर साथ दिनु सबैले मेरो तर्फदेखि विशेष धन्यवाद भन्दै अबको यो भिडियोबाट म चाहिँ ओझेल पर्न चाहन्छु। कति त्रुटिहरू कमी कमजोरीहरू छन् त्यसप्रति क्षमा माग्दै जान्छु।